सबैले दर्शक नमस्ते, म सुरेन्द्र छेत्री। म चाहिँ बेङ्गलोरदेखि। आज चाहिँ मैले कस्तो घटना चाहिँ सुनेको थिएँ भनेपछि मैले तपाईँले स्क्रिनमा देखेको छु, अगाडि हेर्नु होला होइन। चाहिँ किनभने चाहिँ हाम्रो बालबच्चा चाहिँ यसरी हराइरहेको छ होइन। कोही मान्छेहरूले चाहिँ किडन्याप गरेर उसको किडनी लिएर बेचिरहेको छ होइन। यो अवस्थामा भेटाएको छ। चाहिँ आज पनि चाहिँ बम्बईदेखि पुनाबाट चाहिँ एउटा बच्चाको मृत्यु आयो। साह्रै मन दुख्यो होइन। तर चाहिँ के गर्ने, अब चाहिँ भेट्न सकेन होइन। र ठिक चाहिँ सबैले चाहिँ बिचरालाई श्रद्धाञ्जली चाहिँ गर्नु होला होइन। किनभने चाहिँ म चाहिँ लाइभमा आएर चाहिँ मैले बोलिरहेको छु होइन, प्रत्यक्ष लाइभमा आएर चाहिँ किन मन दुख्छ। ऊ पनि बच्चा हो, हाम्रो पनि बच्चा छ होइन। त्यही भन्छ सबैले चाहिँ आफ्नो आफ्नो बच्चा चाहिँ केयरफुल्ली राख्नु होला, बच्चालाई नछोड्नु होला। पैसा कमाउन आउनुभएको छ भनेपछि बच्चालाई पनि साथमा राख्नु होला, बच्चालाई चाहिँ छोडेर चाहिँ नजानु होला, किडन्याप धेरै गर्न सक्छन्।